विजय साईसँग पनि सुपर नेचुरल पावर हुन सक्छ। Everything is based on divine power. Divine power. अलिकता अब divine power. वर्षै पछि के आउँछ? दशैं आउँछ, बजेट आउँछ अनि हरेक वर्ष आउँछ एउटा एकदमै ठुलो स्क्याम। तर पछिल्लो 2 वर्षसम्म लगातार स्क्यामर अफ द इयर हुन सफल भएका छन् विजय साई। हुन त यो वर्ष उनका कम्पिटिटर्सहरू थुप्रै छन्। कहिले कोकाकोलाको स्क्याम, कहिले हन्डाको स्क्याम, प्रेम बहादुर आलेले ओलीलाई गरेको स्क्याम, साइबर सेनापछि आईटी आर्मी खोलेर गरिएको स्क्याम, अनि यो त छँदैछ। युवा संघ नेपालले बाँदरको मुकुट लगाएर विरोध प्रदर्शन गरेछ। अब मैले यहाँ नबुझेको कुरा चाहिँ के भने, युवा संघ नेपालले बाँदरको मुकुट लगाएको कि बाँदरहरूले चाहिँ युवा संघ नेपालको? जे होस्, अरू कुरा छोड्दिउँ, कुरा गरौँ विजय साईको। यो पटक त उनले भाग्य न्युपाने ऋषि धमलालाई सान्तिनो स्क्याम होइन, सिधै युएसए को 4 टाइम्स मेमोरी च्याम्पियन नेल्सन डेलिसलाई इन्टरनेसनल स्क्याम गर्ने भए। अनि आज म यस भिडियोमा विजय साईलाई मात्र 2वटा प्रश्न सोध्नेवाला छु। त्यसैले यदि तपाईलाई भिडियो मन पर्छ भने तल दिएको सब्स्क्राइब बटनमा क्लिक गरी हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। भयो के भन्दा युट्युबर प्लस 4 टाइम्स मेमोरी च्याम्पियन नेल्सन डेलिस नेपाल आउँदा विजय साईलाई भेटे र विजय साईले उनलाई पनि आफ्नो अपार क्षमताको डेमो दिए। तर उनले दिएको यो डेमोले उनलाई नै ब्याकफायर गर्यो। यो पूरा डेमोको भिडियो नेल्सन डेलिसले आफ्नो युट्युब च्यानलमा हालेपछि विजय साई रियल हो कि फेक हो भनेर धेरैको दिमागमा रहेको कन्फ्युजन छिनभरमै सकियो। यो भिडियोले सायद 1 वर्षदेखि उनीमाथि उठेका सबै प्रश्नहरूको जवाफ प्रष्ट पारिदियो कि विजय साईले कुन लेभलको स्क्याम गरिरहेका छन्। पहिला पनि विजय साईको हरेक डेमोमा केही न केही प्रश्न उठिरहेकै थिए। जस्तै कि उनले भाग्य न्युपानेलाई दिएको पहिलो डेमो जसमा उनले त्यो किताब पहिले कहिल्यै देखेको थिएन भन्छ। आज म यो किताब सुरुमा दिन्छु है। यी साइन्सका म्याथका किताबहरू भनेको स्टुडेन्टले पढेकै हुन्छन् कि बा घोकेकै भन्ने पनि लाग्यो र मैले आयुर्वेदिक यो किताब पढ्नु भएको छ कि छैन नि अझै देखेको मान्छे चाहिँ। तर पछि एउटा भिडियोमा उनको घरमा एक्ज्याक्टली त्यही किताब देखिन्छ। त्यस्तै रिपोर्टर्स क्लबमा भएको डेमोमा कपीको पन्नामा पहिले नै पुरै लेख्ने कुरा छापिएको देखिन्छ। यस्तै अरू पनि थुप्रै प्रुफहरू पहिले नै भेटिएको थियो। र अहिले यो भिडियोमा पनि पहिला बाङ्गो टिङ्गो गरेर च्यातिएको पन्नापछि सिधा कसरी भयो, यी महिला बारम्बार भित्र बाहिर किन गरिरहन्छन्, सजिलै पेपर पास गर्न मिलोस् भनेर विजय साई ढोका नजिकै बसेका हुन् कि होइनन्, अनि यस्तो असजिलो तरिकाले लेखिएको ह्यान्डराइटिङ यस्तो राम्रो कसरी भयो भन्ने प्रश्नहरूले विजय साईलाई एक्सपोज गरिसक्यो। त्यसैले आज म विजय साईलाई मात्र 2वटा प्रश्न सोध्न चाहन्छु। पहिलो प्रश्न, तपाईले बारम्बार मलाई विश्वास गर्नुहोस्, म तपाईको घरमै आएर तपाईलाई फर्मुला सिकाउँछु, यदि म फेक रहेछु भने म मर्न तयार छु भनेर भनिरहनु भएको छ। नेल्सन डेलिसको यो भिडियो पछि पनि तपाईले फेसबुकमा स्ट्याटस हाल्दै नेपाल आमाको कसम मैले केही चिटिङ गरेको छैन भनेर भनिरहनु भयो। तर मेरो प्रश्न, हामीले तपाईलाई विश्वास गर्ने चाहिँ किन? तपाईले नेपाल आमाको कसम खानुभयो भन्दैमा हामीले तपाईलाई पत्याउनु पर्ने हो? हजुर के रे यु तास रिट के अमेरिका जाने हो? यस अमेरिका। यस सो नेपाली पुपुल डाउट। म यहाँ तपाईको इङ्ग्लिसको कुरा उठाउँदिन किनकि ल्याङ्ग्वेज सुड नट बी द टपिक अफ डिस्कसन। तपाईलाई इङ्ग्लिस नआउन सक्छ एन्ड द्याट्स पर्फेक्टली फाइन। तर तपाईँ कहिले पेज सर र पल्टाउनुहुन्छ, कहिले वर्ड टु वर्ड पढ्नुहुन्छ। Promoting the second step according to iron monza account of नेल्सनलाई भिडियोमा अडियो नहालै भन्नुहुन्छ। साउन्ड नहाल्नु है, हामीले त्यो साउन्ड नहाल्नु। The microphone is off. The microphone is off. तपाईको डेमो लिन भनेर अमेरिकाबाट आएको मान्छेले तपाईँ हेर्न समेत दिनु, अनि यो डेमो फेयर भयो भनेर हामीले कसरी भन्नु? अनि तपाईको विश्वास हामीले किन गर्नु? तपाईँ कहिले म +2 पढ्दाखेरि 18 घण्टा पढेर फर्मुला पत्ता लगाए भन्नुहुन्छ, कहिले भने डिभाइन पावर भन्नुहुन्छ, अनि हामीले तपाईको विश्वास गर्ने चाहिँ किन? तपाईँ फेक भएको यतिका प्रुफहरू भइसकेपछि एउटा रिजन त चाहियो नि हामीले तपाईलाई पत्याउने। दोस्रो प्रश्न, व्हाई आर यु डुइङ अल दिस विजय साई? तपाईले यो सब किन गरिरहनु भएको छ? बस नेम र फेमको लागि कोही यो स्तरसम्म कसरी पुग्न सक्छ? कहिलेकाहीँ त मलाई बस नेम र फेम मात्र नभएर विजय साईको अरू नै कुनै अब्जेक्टिभ त छैन भन्ने कुरामा शङ्का लाग्छ। यदि यो डेमो नेल्सन डेलिसले नभएर अरू नै कोहीले लिएको भए सायद आज म यो भिडियो बनाइरहेको हुन्थेन। तर नेल्सन डेलिस भनेको कोही चान्चुने मान्छे होइन नि।
4 टाइम्स USA मेमोरी च्याम्प हो, पब्लिस्ड अथर हो, पब्लिक स्पिकर हो, उनका फलोवर्स र फ्यान्स विश्वभरि छन् र उनको एउटा भिडियोमा यस्तो स्क्याम देखिएपछि दुनियाँले नेपालको बारेमा के सोच्छ? त्यसैले विजय साईजी प्लिज तपाईको अब्जेक्टिभ जेसुकै होस् तर इन्टरनेसनल लेभलमा नेपालको नै बेइज्जत गर्ने काम चाहिँ नगर। सो यदि तपाईलाई भिडियो मन पर्यो भने यो भिडियोलाई शेयर गरी हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु र तल कमेन्टमा आफ्नो ओपिनियन लेख्नुहोस् कि व्हाट डु यु थिंक अबाउट विजय साई।